ल हामी चाहिँ आज लुगा र म चाहिँ लाग्यौँ सुनसनको पुरानो गाउँ हेर्नलाई। अनि सानो क्लिप एउटा लिइरहेको छु। फाल्ने ठाउँ हुन्छ मात्रै छ, अहिले भेट्छ डस्टबिन। ल यो मेन गेट हो। अनि हामी यहाँबाट चाहिँ भित्र छिर्यौँ। यो दोकानहरू यस्तो रहेछ। अनि यता तलको घरहरू यस्तो छ। यो चाहिँ हाम्रो लुगा। ल यो चाहिँ आज यो पुरानो सिस्टमको कल्चरको हाम्रो यो चाहिँ सप्तरी सिरातिर यस्तो घरहरू पाउँछ हैन न? बच्चाहरू ल गाई चढ्ने रहेछ यहाँको सिस्टम चाहिँ पहिला हैन? गाई चढ्ने गोरु। यो हाम्रो नेपालमा चाहिँ यो हुन्छ नि त लुगा यसको हैन? के अरे गाडा, गेडे हैन, गाडा चाहिँ हो के। मैले यस्तो यो चाहिँ हाम्रो नेपालमा मधेसीहरूको घरतिर चाहिँ हुन्छ यो खरको छानाको घर। ल पसलहरू पनि पसलहरू ल यस्तो छ। सबै काठको पसलहरू यस्तो छ। ल यो घाममा लगाउने टोपी। ल यो सबै छाना चाहिँ यस्तो छ। यो अब यसलाई परालको छाना, परालको छाना हो यो। हामी छिर्नु मिल्छ र यहाँ? यो त घरै होला त उनीहरूको? उनीहरूको घर होइन? छिर्नु मिल्दैन? ल हजुर बस्ने खाने ठाउँ त्यस्तो। यो बस्ने खाने सानो यो फ्रिजहरू रहेछ। बस्ने खाने ठाउँहरू यस्तो रहेछ। ल त्यहाँ डस्टबिन हो। यस्तो छ। ल यो पसलहरू खाने। ओहो ओहो हेलो। यो चाहिँ त्यो भइराखेको छ। हुन्छ ल अहिले चाहिँ हामी सुनसनको चाहिँ यो एकदम पुरानो ऐतिहासिक गाउँमा चाहिँ आएको छौँ। यहाँ चाहिँ विभिन्न देख्न पाइन्छ। यहाँ एउटा स्ट्यान्ड चाहिँ हुनुपर्ने रहेछ लु। मसँग पहिला त थियो, नेपालमा लगेर छोडिदिइराखेँ। सोल्टिनीहरू पनि आउँदैछ यहाँनिर। मान्छेहरू पनि हामी यताबाट होइन यहीँ छ होला के लुगा? यहाँ घरै हुने मान्छेहरू बसिरहेको त हेर्नु न। यो दबाई छर्नेहरू के अरे भटभटेहरू गाडीहरू पुरै राखेर यो पुरानो बस्ती गाउँ नै रहेछ क्या? नि मान्छे बस्छ नि पुरानो र त है यहाँ गाडीहरू उनीहरूको दैनिक टुरिज्म एरिया बनाएको दैनिकीहरू होइन? अब सुत्छ घरैमा सुत्छ नि। खाइरहेको छ त पुरै हो है अन्त त्यो यत्रो तौलेहरू धेर ट्राभलहरू होइन? भटभटेहरू त्यो यो उनीहरूको सानो गाडी बिचरा राखेको छ नि। हो रहेछ। हुन्छ घुमेर सकिँदैन जस्तो छ यार। भित्रभित्र अब
हुन्छ सही कुरा है तर यसरी सबै मान्छे बसेकै हो नि यहाँको दैनिक यहाँ चप्पलहरू झ्यालझ्यालमा टाक्का छ नि त अब त्यहाँ जाँदाखेरि अहिले के भन्छ घरै हो होइन भन्दैन केही भने उनीहरूले घुम्नको लागि बनाएको यो घुम्नको लागि नै हो यो हामीले टिकट काटेर घुम्न आएको छौँ के भन्नु तर अप्ठ्यारो लाग्छ यार यो घरको मान्छेहरू है घरभित्र छिरेको जस्तो लाग्ने क्या गेटदेखि छिरे हजुर के यता तल छिरिजाउँ दिँदै हुनुहुन्छ कन्टिन्यू पो दिइरहेको छु खिच्ने ऊ नै हो नि तपाईँलाई मैले धेरै फोकस गरेर निकाल्दैछु आज ए पुरै निकालिदिने हो 33 नम्बर ए छुङमिन खिल छ मान्छेहरू बसिरहेको छ यहाँनिर पुरै यो ओखली होइन लुगा पहिलाको ल पुरानो ओखली यो त भिडियो हो नि त भिडियो निकालेको ठिकै छ नि मान्छेहरू पुरै ल आउनुहोस् यहाँ खरले छाएर पुरै खरहरू है केहरू त्यस्तो रहेछ यता तल यो घरहरू त अब भएको यस्तै त हो नि यता तल नि हुन्छ ल आउनुहोस् रिटर्न ब्याक भयौँ हामी यहाँबाट यो साइड चाहिँ अब हामी नेक्स्ट साइडमा जान्छौँ हामी अब पुसमा राख्छु पनि पुरानो कल्चरको रहेछ हजुर फोटो अहिले निस्किँदा जाँदाखेरि खिचौँला नि न फोटो चाहिँ यहाँ चाहिँ पहिला खेल्ने खेलकुदहरू यहाँ चाहिँ सजाइदिँदो रहेछ ल होइन ल यो सजाइदिएको होइन यो चाहिँ नराम्रो काम गरेर अनि चाहिँ नराम्रो काम गरेर उसलाई चाहिँ राजा चाहिँ माथि रहेछ ल राजा माथि आसन हुन्छ माथि राजा यस्तो थिएछ ल कोरियामा पनि यस्तो थिएछ पहिला ल अब बिचराले सजाय पाइरहेछ अब त्यहाँबाट कुट्नु आँटिरहेछ यस्तो छ ल यस्तो थिएछ पहिला कोरियामा पनि
अरे यहाँ माथि अनि राजाले बोलेको कुरो उसले चाहिँ त्यहाँ पुरा लेख्दैछ सजाय यसरी यसरी गर्ने भनेर। अब यो र यो दुईटा चाहिँ अब यहाँ हिंसा गर्ने बेइमान गर्ने मान्छेलाई चाहिँ यसरी सजाय दिने यहाँलाई। के काम बिगारिछ केटाहरूले पुरा काम बिगारेर यसले चाहिँ अब यसलाई हात बाँधेर चाहिँ कुट्नु लागिरहेछ। त्यसरी कुट्नु हुँदैन मार्नु हुँदैन है कोरियन भाषामा दिनुहोस् न। ठिक छ ल यो लुगा हाम्रो उसमा के हो यो धुप बाट्ने होइन सिस्टम त यस्तो रहेछ यो दाउराको हार ल हेर्नुहोस् त होइन यो चुला होइन यो रक्सी पार्ने चुला। ओहो यो पुरानो सबै हाम्रो सिस्टमै यस्तै रहेछ नि त यार सेम हाम्रो जस्तै। कस्तो सेम टु सेम यार यो हेर्नु न अब सबै धुप बाट्ने ए तर त्यो अरूभन्दा नि त्यो चुला तल हेर्नुहोस् न चुला त्यो नेपालमा जस्तै सेम चुला बनाउँछ दाउरा राखिदिएर। अब यो बिचरा धुप बाँडिरहेछ धेरै बिजोग थियो नि लुगा पहिला पहिला कोरियामा ल हेर्नुहोस् त चाइनाको ग्रेट वाल आउनुहोस् त यो चाइनाको ग्रेट वाल जस्तै छ। नजिकै छ नि त्यही त फल्के 40 त्यहाँ छोडेर तपाईँ जानुहोस् त्यहाँबाट बस चढेर यो सुनसान पुरै परेन नि त्यही फेरि त्यहाँ बस छ छैन फल्केबाट त्यो चाहिँ हो मेन कुरा। यो चाहिँ ग्रेट वाल है चाइना र के अरे चाइना र कोरियाको ग्रेट वाल। यो चाइना र कोरियाको ग्रेट वालमा यो अब यो पल्खार पुरानो कल्चरको घरहरू अनि सबै यो पुरानो कल्चरको घरहरू डाँडा काँडा घुमिफिरी लडिन्छ है। हजुर के पुरा हाँस्दैछ त सोल्टिनीहरू तपाईँकोमा। मैले यहाँ तपाईँलाई के भने यो फोटो हान्नुलाई पछाडि अनि भिडियो नै ए पक्रिन्छ त म यहाँ ग्रेट वालको दृश्यको भिडियोहरू क्याच गर्दैछु तपाईँलाई निकालिदिउँ न अलिकति युट्युबमा जानिदिउँ। यहाँ चाहिँ हामी चाहिँ चाइना ग्रेट वाल त नभनौँ होइन यो